नमस्ते सम्पूर्णमा यस कार्यक्रममा म फेरि पनि तपाईलाई स्वागत गर्न चाहन्छु। आजको कार्यक्रम वस्तुतः मनोज उपरकोटी तपाईको माझमा एउटा छोटो एउटा कथा लिएर म उपस्थित भएको छु। यो कथाले तपाईको जीवनमा केही प्रेरणा मिलोस्, केही साहस मिलोस् अनि तपाई जे गर्दै हुनुहुन्छ त्यसमा तपाईहरु सन्तुष्ट भएर आफ्नो जीवन यापन गर्न सक्नुहोस् भनेर यो कथालाई मैले तपाईको माझमा लिएर आएको छु। यो कथा हो एकजना कामदारको। अनि त्यो कामदार चाहिँ एकदमै सधैँभरि दुखी रहने हुन्छ अनि उसले सोचिरहन्छ कि मेरो काम चाहिँ अत्यन्तै गाह्रो काम छ अनि म चाहिँ जहिले पनि बेलचा हानिरहनु पर्ने अनि दुःख गरिरहनु पर्ने हैन, अनि शरीरको कामहरू हुन्छ, पसिनै पसिना हुन्छु अनि मलाई एकदमै गाह्रो हुन्छ भनेर त्यो कामदारले सोचिरहेको हुन्छ। अनि उसले सोच्दछ म भन्दा राम्रो त त्यो अफिसमा बस्ने टाइमकिपर या एडमिन जसले सधैँभरि उसको हाजिरी लगाउने गर्दथ्यो, उसको साइन गराउने गर्दथ्यो अनि उसको स्यालेरीहरू हिसाब किताब गर्ने गर्दथ्यो, मेरो भन्दा राम्रो काम त उसको होला भनेर सोच्दछ। अनि उसले गएर त्यो एडमिनलाई सोध्दछ, दाइ तपाईको काम त साह्रै राम्रो छ, अफिसमा बस्यो, हाजिरी लायो हैन, मान्छेको हिसाब किताब गरो, कम्प्युटर चलायो, साह्रै राम्रो छ तपाईको काम भनेर भन्दछ। अनि त्यो एडमिनले भन्दछ तिमीले देख्दाखेरि यो काम चाहिँ राम्रो छ, तर वास्तवमा हुनुपर्दा साह्रै टेन्सन छ, तनाव छ, एउटा मिस्टेक भयो भने पनि बोसले गाली गर्छ अनि कराइरहन्छ, घरि यता भाग घरि उता भाग, घरि त्यसको सुन्नु पर्यो, अर्कोको सुन्नु पर्यो, कामदारको सुन्नु पर्यो, म्यानेजरको सुन्नु पर्यो, अनि घरि पानी छैन के छैन, हरेक कुराले गर्दाखेरि एकदमै तनाव हुन्छ। मेरो भन्दा राम्रो काम त बरु त्यो मार्केटिङ गर्नेको छ जसले चाहिँ आफ्नो गाडी लिएर विभिन्न ठाउँहरुमा घुम्छ अनि घुमेर उ चाहिँ बेलुका मात्र आउँछ, बिहान निस्किन्छ अनि त्यसरी नै उसको त साह्रै राम्रो छ भनेर भन्दछ। मार्केटिङमा जहाँ गयो त्यहाँनेरि मन लाग्यो त्यहाँ जान पायो भनेर उसले भन्दछ है। अनि त्यो कामदार गएर मार्केटिङ गर्ने मान्छेलाई सोध्दछ, दाइ तपाईको काम त साह्रै राम्रो छ अरे, एकदम आनन्द छ अरे, आफ्नो तरिकाले आफ्नो इच्छाले घुम्न पाउनुहुन्छ अरे भनेर त्यो कामदारले सोध्दछ त्यो मार्केटिङ गर्ने मान्छेलाई। अनि मार्केटिङ एक्जिक्युटिभ उसले भन्दछ, भाइ त्यस्तो होइन, मलाई साह्रै गाह्रो छ, किनभने टार्गेट छ, टार्गेट पूरा गर्नुपर्छ, त्यही कारणले गर्दाखेरि धेरै कुद्नुपर्छ, गाडीमा हिँड्नुपर्छ, कोही बेला एक्सिडेन्ट हुन्छ, कोही बेला ठोकिन्छ, कोही बेला खाना खाने समय हुँदैन, कोही बेला मान्छेले रेस्पोन्स गर्दैन, हरेक कुराको त्यस्तो समस्याहरू हुन्छ। त्यो कारणले गर्दाखेरि मेरो भन्दा राम्रो काम त म्यानेजरको छ भनेर भन्दछ। अनि ऊ त्यो मान्छे त्यो कामदार म्यानेजर भट्टामा जान्छ अनि म्यानेजरलाई सोध्दछ, म्यानेजर तपाईको काम त एडमिनको मार्केटिङ गर्नेको भन्दा सबैको भन्दा तपाईको काम राम्रो छ अरे, आनन्दले बस्यो, सबैलाई काम लगायो, सबैलाई अरन खटन गर्यो, तपाईको काम त साह्रै राम्रो छ अरे भनेर भन्दछ। अनि म्यानेजरले भन्दछ, हेर भाइ मेरो काम सबैभन्दा गाह्रो काम हो, किनभने सबै कुराको जिम्मेवारी मलाई दिएको छ अनि सबै कुराको रेस्पोन्सिबिलिटी त्यसको उत्तरदायी मैले नै हुनुपर्छ। कसैले केही बिगार्यो भने पनि कम्पनीको मालिकले मलाई नै सोध्छ, कसैले केही नराम्रो गर्यो भने कम्पनीको मालिकले मलाई नै सोध्छ, अनि कहीँ केही एक्सिडेन्ट भयो त्यो मेरो नै जिम्मेवारी हो, साइटमा केही प्रब्लम भयो मेरो जिम्मेवारी, योपालि पैसा आएन पेमेन्ट गर्नको लागि मेरो जिम्मेवारी हुन्छ। त्यो कारणले गर्दा मेरो भन्दा राम्रो काम त मलाई लाग्छ इन्जिनियरको छ। इन्जिनियर चाहिँ गएर त्यही अरन खटन गरायो हैन, यताउता तिमीहरूलाई नै काम लगायो, साइटमा बस्यो, आनन्दले एउटा ड्रइङ हेऱ्यो, त्यति नै छ उसको काम। म भन्दा त राम्रो काम त इन्जिनियरको छ भनेर त्यहाँनिर भन्दै गर्दाखेरि अनि ऊ त्यो कामदार फेरि इन्जिनियर भट्टामा जान्छ। अनि इन्जिनियरले भन्छ, इन्जिनियर साहब तपाईको काम चाहिँ सबैको भन्दा राम्रो रहेछ, मैले एडमिनलाई पनि सोधेँ, मैले मार्केटिङ गर्नेलाई पनि सोधेँ, मैले म्यानेजरलाई पनि सोधेँ, तर सबैले भन्नुभयो इन्जिनियरको काम चाहिँ सबैभन्दा राम्रो हो भनेर भन्नुभयो, सजिलो हो भनेर भन्नुभयो, आनन्दको भन्नुभयो भनेर भन्दै गर्दा इन्जिनियरले भन्छ, होइन भाइ म यहाँ साइटमा ड्रइङ हेरेको मात्र देखिन्छ, तर यो सबै पुरा बिल्डिङको जिम्मेवारी मेरो हातमा छ। अनि कसैले कामदारले काम गरेन, नराम्रो काम गरिदियो, काहीँ बिगारिदियो भने त्यो सबै मेरो जिम्मेवारीमा आउँछ। भोलि यो बिल्डिङ ठडिएर अनि त्यो लामो समयसम्म टिक्नुपर्ने हुन्छ, सामानहरू कोही बेला भनेको बेलामा सामानहरू हुँदैन, अनि कामदारले राम्ररी काम गरिदिँदैनन्, अनि हरेक कुराहरूले गर्दाखेरि यो जिम्मेवारी धेरै छ, टेन्सन हुन्छ, तनाव हुन्छ, राति म त सुत्न पनि सक्दिनँ, सबैजनाको प्रेसर मलाई नै छ भनेर इन्जिनियरले भन्दछ हैन। अनि इन्जिनियरले भन्छ, मेरो भन्दा काम त मलाई लाग्छ तिम्रो काम चाहिँ राम्रो हो, मलाई त लेबर हुन पाए अझै
आनन्द आउँथ्यो जस्तो लाग्छ। किनभने लेबरले एउटा इन्जिनियरहरूले अर्थात् सुपरभाइजरले भनेको कामहरू गर्ने, होइन भने चुप लागेर बस्ने, आनन्दले सुत्दा पनि हुन्छ। एउटा काम निश्चित काम दिएको हुन्छ, त्यो निश्चित कामलाई काम गरो, अलिकति शरीरमा शास्ति हुन्छ तर काम गरो अनि सक्यो। त्यस पछाडि त अरू केही पनि छैन, मानसिक तनावहरू छैन हैन। जे जिम्मेवारी दिएको छ, सानो जिम्मेवारी दिएको छ, अलिअलि शरीरले त्यसलाई कसरत गर्ने बित्तिकै शरीरको कसरत पनि हुने, शरीरलाई पनि राम्रो हुने। अनि त्यही कारणले गर्दा मलाई त राम्रो चाहिँ लेबरकै काम हो अर्थात् कामदारहरूकै काम हो भन्ने जस्तो लाग्छ भनेर इन्जिनियरले भन्दछ। अनि त्यो कामदारले रियलाइज गर्दछ। हुन पनि मैले सबैलाई सोधेँ तर सबैको आफ्नै टेन्सन रहेछ, सबैको आफ्नै चिन्ता रहेछ। अनि सबैभन्दा राम्रो काम त बिना टेन्सनको काम त मेरै रहेछ। मलाई खाल्डो खन भन्यो भने मैले खाल्डो खनिदियो, मलाई केही उठा भन्यो भने त्यो उठाइदियो, कसैले अरन खटन गराइदियो भने गरौँ, होइन भने चुप लागेर बस्यो। कसैले केही मानसिक तनाव पनि दिँदैनन्, शरीरमा कसरत पनि भइरहेको छ, म बलियो भएको छु, रोगहरू छैन। त्यस कारणले गर्दाखेरि मेरै काम नै राम्रो रहेछ भनेर त्यो कामदारले, त्यो काम गर्ने लेबरले सोच्दछ। र आज तपाईँ र म पनि त्यस्तै अवस्थामा छौँ। हामी सबै नै काम गर्छौँ, काम नगरिकन बस्ने सायदै कोही पनि छैनौँ। तर हामीलाई लाग्दछ मेरो काम चाहिँ एकदमै नराम्रो काम, मेरो काम चाहिँ जटिल काम, मेरो काम चाहिँ टेन्सनको काम, मेरै काम हो, सबैभन्दा विश्वको नराम्रो काम चाहिँ मैले गरेकै काम हो भने जस्तो तपाईँलाई लाग्दछ। कतिजना तपाईँहरू एकाउन्टेन्ट होला, म्यानेजर होला, कतिजना रेस्टुरेन्टमा काम गर्नुहुन्छ होला, 10 घन्टा 12 घन्टासम्म काम गर्नुहुन्छ होला, कतिजना गाडी कुदाउनुहुन्छ, ड्राइभर हुनुहुन्छ होला। तपाईँहरू जस्तो जे काम गर्दै हुनुहुन्छ, तपाईँसँग जुन सिप छ त्यसलाई परमेश्वरले एउटा सिप दिनुभएको छ तपाईँलाई, त्यसमा खुसी भएर तपाईँले आफ्नो कामलाई गर्नुहोला। यहाँनिर यो दुनियाँमा कोही पनि आफ्नो कामदेखि खुसी हुने मान्छे बिरलै छन्। सबैलाई अरूकै काम राम्रो लाग्छ, अरूकै कमाइ राम्रो लाग्छ, तर जे छ तपाईँसँग त्यसमा खुसी भएर गर्नुभयो भने त्यसमै शान्ति मिल्नेछ। अनि त्यहीबाट नै तपाईँको उन्नति प्रगति हुनेछ। म आशा गर्दछु तपाईँको जीवन सुखमय होस्, तपाईँको काममा तपाईँले प्रगति गर्नुहोस्, अनि तपाईँको काममा तपाईँको बढुवा होस्, अनि परमेश्वरले तपाईँको जीवनमा धेरै आशीर्वाद दिनुभएको होस्, म आशा गर्दछु। अनि म तपाईँको निम्ति प्रार्थना पनि गर्नेछु। आजको यो कथा तपाईँलाई कस्तो लाग्यो? यदि तपाईँलाई मन पर्यो भने अरूलाई सेयर गरिदिनु होला, ताकि अरूले पनि यस्तै अवस्थामा अनि डिप्रेसनको अवस्थामा हुनुहुन्छ भने अर्थात् काममा एकदमै तनावमा हुनुहुन्छ भने उहाँले यो कथा सुनेर केही न केही राहत पाउन सक्नुभएको होस्। लाइक एन्ड सेयर कमेन्ट गरिदिनु होला। हुन्छ, सबैलाई नमस्ते, जय मसी।